वेलकम टु द आइएम सरी गाइज धेरै पछि युट्युबमा भिडियो हाल्ला छु नि त अहिले अनि त्यही भएर थाहा छैन कि मलाई के वेलकम वेलकम त वेलकम कता वेलकम तर हामी आज के गर्दैछौँ भने मैले चाहिँ सोचेँ मेरो ब्याचलर्स सकिसक्यो अब म विदेश जाँदिनँ प्राइभेट जब म सक्दिनँ मैले दुईवटा जब छोडिसकेँ 6 महिनाभित्र होला सायद 6 महिनाभित्र दुईवटा जब छोडिसकेँ एउटामा त म स्यालेरी माग्न गएको मलाई थर्काएर पठाइदिएर मेरै स्यालेरी माग्दाखेरि मबाट प्राइभेट जब हुँदैन युट्युब के भन्छ कन्टेन्ट क्रिएटर युट्युब भन्दा पनि हैन कन्टेन्ट क्रिएटिङ गरेको हो तर कन्टेन्ट क्रिएटर हुनलाई भाग्य रहन्छ सायद मेरो इट्स ओके ट्यालेन्ट छैन भनेर म मान्दिनँ भाग्य छैन ओके अब म जस्तो ब्याचलर्स फेल यो भिडियो त म र बनाइन्छ होला को त्यहाँ गएर थिच्ने फेरि यहाँ सरी ल आइएम जेन्युइन आइएम भेरी जेन्युइन राइट गाइज यो भिडियोमा अब हामी के गर्दैछौँ भने म जस्तो ब्याचलर सकिएको बिआइएम क्लियर 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 अब म विदेश जान्न मबाट प्राइभेट जब हुँदैन अब मैले अन्तिम उपाय देखेको भनेको लोकसेवा आज सरस्वती पूजाको दिन हो सायद यो भिडियो अलि पछि आउँछ होला तर सरस्वती पूजाको दिन हामी सरस्वती मातालाई सम्झेर हे सरस्वती माता मेरो आफ्नो हुतीले त मैले ब्याचलर्स त के 8 क्लास पनि पास हुन थियो होला तपाईले मलाई कृपा गरेर मेरो ब्याचलरसम्मको आज पढाइ सकियो अब म लोकसेवाको तयारी गर्दैछु फेरि त्यसरी नै सपोर्ट गरिदिनु होला जय सरस्वती माता आज हामी डे 1 मै ओल्ड क्वेसन अफ लोकसेवा सल्भ गर्नेछौँ अनि च्याट जिपिटीलाई दिनेछौँ मेरो कति मार्क्स आयो भनेर लेट्स गो एडिट सिडिट त्यस्तै हो के हो हुन्छ है त्यहाँ आफै बहिनी कमला साली कमला बिमला त पहिला गई भेनासम्म लोक सेवा अजगित लेभल क्वेसन अनि ल अब हामी एकदम क्वेसन सल्भ गर्नेछौँ त्यसपछि वर्ड पनि खोलौँ हैन साली कमला बिमला त पहिला गई भेना समाल फेरि मलाई त कपिराइट लाग्न सक्छ है त्यही भएर हो नि अब हामी क्वेसन मैले फेरि अहिलेसम्म लोकसेवाको लागि पढेको भनेको लोकसेवाको नाम मात्रै हो त्योभन्दा भित्र केही पनि पढेको छैन आज फर्स्ट डे नै ओल्ड क्वेसन सल्भ गरेर मेरो लेभल कहाँ रहेछ त्यो बुझेर अनि हामी पढाइ सुरु गर्नेछौँ है त हामी सँगै क्वेसन सल्भ गरौँ है त लेट्स गो गाइज अधिकृत लोकसेवा क्वेसन शाखा अधिकृत लोकसेवा एक्जाम क्वेसन सेक्सन अफिसर लोकसेवा एक्जाम के हो ल ठिक छ 1 इयर अगो 1 वर्ष अगाडिको यो चाहिँ के हो नेपालीमा छ त यार इङ्ग्लिसमा हुँदैन एकछिन ल लोकसेवा अधिकृत लेभल क्वेसन इन ENGLISH इङ्ग्लिसमा नि हुन्छ होला नि यार नत्र त कहाँ लोकसेवा असिस्टेन्ट यसमा होला इङ्ग्लिसमा इङ्ग्लिस मिडियम हो नि त फेरि नेपाली मिडियम त फेरि दिवस कार्कीको रस्सो हो कि दीर्घ थाहा नि मलाई छैन त यार ल ठिक छ नेपाली मेरो मातृभाषा हो लेट्स डु इट गाइज आई क्यान डु इट अहिले जोइन नगरौँ होला अहिले जोइन नगरौँ पछि जोइन गरौँ न ल क्वेसन नम्बर 1 परीक्षा समय 1 घण्टा 30 मिनट ल ठिक छ सुरु है अब भारतको उत्तर प्रदेशको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कहिले गरिएको हो ठिक छ केटा हो कहिलेकाहीँ नआउनु पनि सक्छ हैन 1.1 को एन्सर ल एकछिन है त इनिमिनी चुजी च्याउ मुसा मरी तैँले खाऊ म त आज मासु भात खाऊ हैन यो चाहिँ पाइदै भयो ल अब कि सिरियस इन्टु मिन्टु लन्डनमा तेरो बाजे पल्टनमा भने त यहाँ आयो हैन भने चाहिँ बी 1 को बी होला है त अहिले च्याट जिपिटीलाई दिनुपर्छ केटा हो तिम्रो ना तिम्रो दादाले कसरी लोकसेवा आज अधिकृत कसरी बन्छ तिम्रो अधिकृत लेभल त होला नि यो भनेको फेरि सेक्सन अफिसर भनेको के हो ल जेसुकै होस् दादा पढ्दैछ ग्लोबल वार्मिङ पोटेन्सियल GWP ग्लोबल वार्मिङ पोटेन्सियल ओके गणना गर्न निम्न मध्ये कुन ग्यासलाई सन्दर्भको रूपमा प्रयोग ठिक छ ल इन्टु मिन्टु कार्बन डाइअक्साइड हो नि यार ए यसमा त एन्सर दिएको हुँदो रहेछ नि त रेड कलरले रेड आइएम भेरी सरी गाइज आइएम भेरी सरी
च्याट जिपिटीलाई दिमी कि अब गर्नलाई क्वेसन भनेर यसले त झ्याउ गरे त यार क्वेसन एन्सर दिएको हुँदो रहेछ नि त कार्बन डाइअक्साइडमा रेड थिएन त अनि म फेरि लाटो के लोकसेवा अधिकृत लेभल क्वेसन ए यसमा थिएन कि रेड यसमा नि छ अरे सेवा अधिकृत लेभल क्वेसन विदाउट एन्सरै मेरो त रिसर्च यति बिजोग भएको छ नि आजकल यो च्याट जिपिटीले गरेर केही खोज्न आउँदैन यार अहिले त इन्टरनेटमा नि अलिकति बाटो हुनु पऱ्यो है केटा हो बाटो हुनु पऱ्यो एजुकेट नेपालमा हो के अरे होइन अघि ज्ञान मार्कमा कस्तो छ त खोइ यसमा नि रेड रहेछ होइन अरे शिव यार के हो यो खोइ के हो एकछिन पढ्यो रिड अल्सो लोकसेवा विकली अनगोर लोकसेवा आयोग पिएससी एक्जाम रिडिङ मार्क मेटेरियल्स रिडिङ होइन कि मलाई क्वेसन चाहियो क्वेसन सेक्सन अफिसर शाखा अधिकृत क्वेसन ब्याङ्क हो यसमा होला ल लोक वेलकम ब्याक मैले क्वेसन खोजेँ कहीँ पनि भेटिनँ कहीँ पनि नेपालमा के पढ्न फ्रीमा छैन कि क्या हो यार अधिकृत बनाउनलाई पैसा खर्च गर्नै पर्छ जस्तो लाग्यो मलाई तर मैले च्याट जिपिटीलाई भने स्याम्पल क्वेसन बनाए नि त भनेर त्यसले क्वेसन बनाएको छ अब हामी त्यो क्वेसन सल्भ गर्छौँ यदि रहर र इच्छा छ भने जे पनि सम्भव छ कि खाने मुखलाई जुङ्गाले छेक्दैन ल हेर्ने यहाँसम्म मात्रै आउँछ अनि लेट्स गो मैले कपी गरिसकेको छैन पेस्ट अनि अब की बार दिवस सरकार ल क्वेसन नम्बर 1 Which article of the Constitution of Nepal defines the structure of federal system? मलाई किन डी फर दिवस जस्तो लागिरहेको नि त त्यही भएर अनि के लगाइदिनु टिक जस्तो के लगाइदिनु त होइन कि हाइलाइट गरिदिउँ हाइलाइट नगरौँ अब की बार गगन सरकार ए ब्र्याकेटमा एन्सर भनेर लेखिदिन्छु अनि ब्र्याकेटमा ल ए भनेको एन्सर च्याट जिपिटीलाई अनि त्यही डाइरेक्सन दिन्छ त्यसले त्यहीँबाट चेक गर्छ द कन्सेप्ट अफ रुल अफ ल वाज पपुलराइज बाई कन्सेप्ट अफ यसले जे पाइदिएको क्वेसन बनाइ क्या यार अन्त अमेरिकाको अधिकृतको क्वेसन सोधायो क्या मलाई पागल यार यो त कन्सेप्ट अफ रुल अफ ल वाज पपुलराइज बाई प्लाटोले हो यो त थाहा मलाई तर यति थाहा है मलाई विच इन्स्टिट्युसन अडिट्स पब्लिक अकाउन्ट्स इन नेपाल यो थाहा मलाई मिनिस्ट्री अफ फाइनेन्स होइन अफिस अफ द अडिटर जेनरल नेसनल प्लानिङ अफिस अफ द अडिटर जेनरल यो चाहिँ थाहा छ है फेरि मलाई यस्तो सिम्पल म त देश लगभग अधिकृतै हो क्या ढाका टोपी लगाउँ क्या फिस्कल फेडरलिजम मेनली डिल्स विथ डिस्ट्रिब्युसन अफ पावर डिस्ट्रिब्युसन अफ फेडरलिजम भनेको के हो त डेमोक्रेसी फेडरलिजम इन्टु मिन्टु लन्डनमा तेरो होइन ओ मिना क्याप्टेन सिना हारेर जाने अर्जेन्टिना त वर्ल्ड कप जितेको छ भन्छ होला नि तिमीहरू फेरि यही होस् लाग्छ है मलाई त जुडिसियरी स्ट्रक्चर नै हो कि जहाँसम्म मलाई लाग्छ विच प्लान introduced the concept of poverty alleviation is main object in Nepal. मैले इङ्ग्लिस मिडियममै पढेको हो होइन नर्सरीदेखि 10 क्लाससम्म पनि इङ्ग्लिस बोर्डिङ हाई स्कुलमा पढेँ त्यसपछि +2 पनि इङ्ग्लिसमै पढेको मैले फिजिक्स पढेको केमिस्ट्री पढेको बायोलोजी पढेको ब्याचलर्स पनि मैले इङ्ग्लिस मिडियम नै पढेको यो पनि पढेको बुझिनै राखेन त्यो नि जिकेको क्वेसन हो नि त यो त कस्तो विच प्लान इन्ट्रोड्युस द कन्सेप्ट अफ पोभर्टी एलिभेसन इज अ मेन अब्जेक्टिभ इन नेपाल ए बुझेँ विच प्लान कुन प्लान हो त यार अब कुन प्लानमा चाहिँ नेपाली गरिबी 7th हुनुपर्छ 7th छ कि छैन यहाँ 9 8 7 नै छैन यार यसमा त नन अफ द अबोभ पनि छैन फेरि ल यसमा सी हो 10th प्लानमा होस् लाग्छ मलाई क्वेसन 6 डिफाइन गुड गभर्नेन्स ल अहिले जिकेको मात्रै गरौँ न त होइन ल मैले कपी गरेँ है सी कहाँ हो यहाँ हो ल अब यहाँ प्रम्प्ट हेर है प्रम्प्टमा त फेरि एकदम ट्यालेन्ट है हेर है कन्ट्रोल भी
check the ANSW answers where I have ठिक छ ल प्रम्प्ट पनि दिन आउँदैन जस्तो लाग्यो मलाई यो देखेर क्यामेरा साई भएको कि तिम्रो फेरि है आइटी पढेको नि जे भने कति हानेछ है त मैले लोक सेवा अधिकृत अनलाइटली चेक योर एन्सर बाई वान त भिल्लै हान्यो यार स्ट्रक्चर अफ फेडरल सिस्टम योर एन्सर आर्टिकल 56 ए करेक्ट के थियो क्वेसन चाहिँ विच आर्टिकल अनि कन्स्टिट्युसन त मैले लगभग संविधान त सबै पढेको छु अनि मलाई थाहा हुँदैन यार थ्याङ्क यू रुल अफ ल प्लेटो रङ भएछ यार पपुलराइज यो मलाई प्रनाउन्सै गर्न आएको छैन क्या त्यही भएर नत्र त म फेरि इन्स्टिट्युसन द्याट अडिट्स पब्लिक अकाउन्ट्स योर एन्सर अनि यी तिमीहरूले देखाएन होला म यहाँ यस्तोलाई ल अनि अफिस अफ द अडिटर जेनरल एकदम इकोनोमिक्स इज द ब्रान्च अफ साइन्स ओके इकोनोमिक्स त फेरि यहाँसम्म आउँछ कि मलाई त यहाँसम्म फिस्कल फेडरलिजम डिल विथ जुडिसियरी स्ट्रक्चर ए यो चाहिँ होइन रहेछ यो चाहिँ मलाई यो चाहिँ टिप्नु पर्ला नि त होइन भनेर पछि टिप्नु नि त ठिक छ डिस्ट्रिब्युसन अफ रेभेन्यू एन्ड एक्सपेन्डिचर रहेछ नि त फेडरलिजम ए के त प्लान द्याट इन्ट्रोड्युस प्रोभर्टी एलिभेसन करेक्ट एन्सर 9th प्लान एक पोइन्टले साथीहरू एक पोइन्टले म झन्डै फेल भएको अन्त फेल नै भयो होला यार टोटल मार्क्स 2 आउट अफ 5 भेरी गुड ठिक छ पढाइ जारी छ अर्को भिडियोमा हामी लङ क्वेसन एन्सरहरू सल्भ गर्नेछौँ सँगै लोकसेवा अधिकृत बनाउँला त्यसपछि गाडीबाट झरेर थ्याङ्क यू